बालेनजी त्यस्तै हुनुहुन्छ, म बोल्नु पर्दैन, किन बोल्ने? बरु बेला बेलामा एक दुईवटा ऱ्यापको टुक्रा चाहिँ नि सुनाइदिनुहोस्। अहिलेको समयमा परिस्थितिमा देशलाई चाहिने यस्तै मान्छे हो, निडर, सुरो, कोही भनसुन पनि के पनि छैन, जे हो ल एन्ड अर्डर अनुसार चाहिँ अगाडि बढ्ने। खालि अब बालेनको खुट्टा, यो सरकारको खुट्टा कसरी तान्ने, कसरी गिराउने, उनीहरूको राजनीति त्यति नै हो, बनाउने होइन बिगार्ने मात्रै हो। मूर्ख धेरै बोल्छ, बुद्धिमान सुन्छ। सबैको एउटा आशाको केन्द्रबिन्दु हुनुभएको छ हाम्रो बालेनजी र रविजी। एकदम अन्धकारबाट बल्ल उज्यालोतिर लागिया छ। महावीर पुञ्जी भनेको मलाई असाध्यै विश्वास लाग्ने कि मनमा पाप छल कपट के पनि छैन कि। अहिलेको हर्क साङपाङजीको यो क्रियाकलापहरू हेर्दाखेरि जिल्लो परिरहेको छु कि त्यो मान्छे अहिले सदनमा हेर्छु के सोचे के निस्के अचम्मै लाग्यो। हामी भन्ने शब्द उहाँबाट आउँदैन, म जे माने म। एकदम राम्रो काम सुदनजी, यसै गरी अगाडि बढ्नुहोस्। सदनमा उहाँले त्यो पानी मागे त कहीँ देखेकै छैन, राजीनामा मागे सधैँ देखिन्छ, पानी मागे त कहिले पनि देखाएको छैन, सुनेको छैन। जे पनि मैले गरेको त्यो राम्रो होइन। नसोचेको पात्र जन्मिनु भयो कि उहाँ। यदि यो तालले बालेनजीलाई सदनमा बोलाउने हो भने बालेनजी नजानुहोस्, तपाईँ सस्तो चिप हुनुहुन्छ, नजानुहोस्।